भने केपी ओली लामो समय जेल जाने संकेत देखिदैन। छैन पर्सि छुटिहाल्छन् भोलि पर्सि छुट्छन् छुट्छन् यसमा त फरकै छैन। 10 वर्ष जेल हाल्ने भन्दैछन्। तत् बेकारको कुरा। केपी ओलीको बुढेसकाल अब जेलमै बित्ने हो भन्ने होइन त्यो सपना कसले जसले भन्छ त्यसले सपना देख्यो सम्झिन्छ। जेलमै सर्ने हो अब मर्ने बेलासम्म आजीवन जस्तै जेल होला जस्तो भन्दैछ। अब मैले बोल्ने के हो भने एउटा कानुनको विद्यार्थीको हैसियतले प्रिभेल गरेको संविधान त्यसले के भन्छ हरेक व्यक्तिको मौलिक हकको सुरक्षा गरेको छ। दोस्रो कुनै मान्छेले न्याय माग्न गएमा न्याय दिनुपर्छ अदालतले, त्यो पनि खुल्लै छ हैन। र अब दोस्रो कुरा के छ भने सबै ऐन कानुनका आधारमा राज्यले कारबाही गर्नुपर्छ, अन्यथा राज्यले कारबाही गर्न सक्दैन भन्ने कुरै छ। त भन्नाले एउटा मान्छेलाई रिस उठ्यो भन्दैमा त्यही होस् ज्यान मारा भनेर भन्न सक्छ, उसले भनेर अदालतले पत्याउँछ। त्यसो भए हिजो समातेर पर्सि छोड्नको लागि यो के स्टन्टबाजी गरे त सुदन गुरुङले? सुदन गुरुङको चाहिँ मतलब के भने त्यसमा अलिकति अल्प ज्ञानको कारण हो। भनेपछि आज जुन किसिमले जोसमा होस नभएको भने यही हो। आज जुन किसिमले सुदन गुरुङको हाई छ केपी शर्मा ओलीलाई समात्यो भनेर पर्सि त्यो केपी शर्मा ओलीलाई अदालतले छोड्दे भनिदियो भने त यो हाई फेरि तलै आइहाल्छ नि। हाई तल मात्र आउने होइन। सुदन गुरुङले अब यस्तो गृहमन्त्री चाहिँ म खान सक्दिनँ भनेर चाहिँ छोड्नु भेट छैन। किन? अब भोलि अदालत छोड्यो भनेदेखि त उसले जसलाई समाते छोडिदिन्छ भन्ने हुन्छ नि त त्यसलाई। सुदन गुरुङ पनि त म्याच्योर्ड मान्छे त होइन, परिपक्व मान्छे त होइन। किन उसलाई चिने त हामीले 24 गतेको चाहिँ मतलब के भने आन्दोलनमा पानीबाटादेखि हो, पानीबाटादेखि हामीले चिने। कोही राजनीतिज्ञ पनि होइन, लयर पनि होइन, ठुलो चाहिँ पृष्ठभूमि भएको चाहिँ समाजसेवी पनि होइन। हाँहु डाङटुङ टाकटुक गरेको भरमा सबै कुरो सर्वज्ञाता हुन्छ।